सामाजिक रूपले पछि परेका जनताहरू माथि उठ्नुपर्छ भन्ने लाग्छ कि लाग्दैन तपाईँहरूलाई? हो, जे कुन जागरण भनेको पनि त्यही नै हो है। संस्था हो, औपचारिक रूपमा संस्था हो, तर यो एउटा अभियान पनि हो। र हाम्रो सोचमा पनि के हो भने अहिलेको हाम्रो नेपालको लागि, हाम्रो देशको लागि यस्ता नेतृत्वको खाँचो भएको छ जसले जो साँच्चै नै जनताप्रति प्रतिबद्ध हुन सक्छन्, जनताको लागि हो, जो तल्लो स्तरमा रहेका त्यो मास भन्छौँ नि हामी, हो, त्यो केही सीमित वर्गको होइन, त्यो मास, त्यो जनताकोमा प्रतिबद्ध आफ्नो जीवन अर्पण गर्न सक्ने नेतृत्व चाहिएको छ। र भिजन, परिकल्पना लामो समयको, आज के गर्ने भोलि के गर्ने होइन, अर्को 5 वर्षमा, अर्को 10 वर्षमा, अर्को 20 वर्षमा हाम्रा देश, हाम्रो जनता कहाँ पुर्याउने, कस्तो बनाउने भन्ने सोच दिन सक्ने नेतृत्व हामीलाई चाहिएको छ। त्यसकारण त्यो नेतृत्व कहाँबाट आउन सक्छ भन्दाखेरि तपाईँहरू जस्तै गाउँ गाउँबाट, तल्लो निकायबाट माथि उठेका नेतृत्वको हामीलाई खाँचो छ देशको लागि। त्यसकारण हाम्रो अभियान के हो त? जनताबाट नयाँ नेतृत्व तयार गर्ने अभियान हो। तपाईँहरू त्यो अभियानमा लाग्न चाहनुहुन्छ कि हुन्न? हो, त्यसकारण जे कुन जागरण भनेको एउटा अभियान हो, जनताको अभियान र विपन्न र पछि परेका जनताहरूबाट नै नेतृत्व दिन सक्ने अभियान हो। त्यसकारण जे कोन भनेको यता, तपाईँहरू भनेको उता होइन, हामी सबै जे कोन हो, हामी सबै जागरण हौ। र यो सञ्जाललाई पनि एउटा अभियानको हो, सञ्जाललाई पनि एउटा अभियानमा कसरी सहभागी गराउने भन्ने पनि अब त्यो पछिका दिनहरूमा हामी छलफल गर्न सक्छौँ।